सूचना बिरु सर मैले बाजा गाजा बजाएर चाहिँ श्रीमतीलाई मैले सुखले पालेको थिएँ मामा ससुरसँग घरबाट मामा ससुरसँग गई श्रीमतीले दशैंको मुखमा छोडेर जाँदा त तपाईलाई धेरै बिरह पनि लागेको छ अहिलेको हैन सोध्नै नसक्नु मलाई घाम लागेको छैन घाम लाग्यो कडा लाग्यो चर्को लाग्यो आज यस्तो कडा पानी आउँछ होला भन्छन् तर मलाई लागे पनि मलाई छाया देख्छु मैले हैन तर मेरो आत्मामा मलाई घाम लागेको छैन अहिलेसम्म के भयो मलाई मैले बाजा सनाई नरसिंह बजाएर बाँसुरी बजाएर पनि मैले श्रीमती पालेको थिएँ तर अन्तिममा मेरो मामासँग भान्जी गरी गएँ दर्शक पनि यति बेला हामी चाहिँ झापाको बुद्ध शान्ति गाउँपालिका वडा 2 मा छौँ। यति बेला पुनः फेरि हामी पदम सुन्दर दर्जीको घरमा आएका छौँ। पदमले चाहिँ उहाँका श्रीमतीलाई चाहिँ बाजा गाजा नौमती बाजा गाजा सबै बजाएर पालेर राखेका रहेछन् र म यो विषयमा कुराकानी गर्न चाहन्छु उहाँसँग हामीसँग रहन। पदमजी तपाईँ चाहिँ बाजा गाजा पनि मजाले बजाउनु हुँदो रहेछ है श्रीमतीलाई त सुखमा पाल्नु भएको रहेछ नि त अहिलेसम्म चाहिँ है हजुर नौमती बाजाहरूमा के बजाउनुहुन्थ्यो तपाईँले के बजाउनुहुन्छ यो नरसिंह बजाउँदै हुनुहुन्छ म ट्याम्को पनि बजाउँछु दमा पनि बजाउँछु सनाई पनि हल्का मल्का यो सनाई चाहिँ यहाँ आएर पनि सिकेको नरसिंह त पहिले पनि पाहाडमा फुक्थेँ हैन तर सनाई र बाँसुरी चाहिँ यहाँ आएर मैले सिकेँ सनाई र बाँसुरी चाहिँ सिकेको बेलुका 1 घण्टा 1.5 घण्टा नहुँदा पनि दिउँसो बिहान कतिखेर म फुर्सद हुन्छु घर बसेको बेला त म अनिवार्य बाँसुरी सनाई चाहिँ म बाँसुरीको एउटा भाका बजाइदिउँ ल बाँसुरीको पनि दर्शक पनि हामी यति बेला हामी पदम सुन्दर दर्जीका घरमा छौँ भन्नुहुन्छ बिरु सर मैले सुखमा पालेको थिएँ श्रीमती बाजा गाजा बजाउन मलाई सबै आउँछ भन्नुहुन्छ बजाइदिउँ यो बाँसुरीको एउटा भाका पनि लान्छु म तपाईलाई जस्तो बिहे उडी जाँदा कार्य उडी जाँदाखेरि चाहिँ निम्ता गर्छन् निम्तामा जाँदाखेरि चाहिँ यी नरसिंह अनि सनै चाहिँ दमा बाजाहरू नौमती बाजा बजाएर फर्किँदाखेरि कति दिन्छन् त्यहाँका बेका मान्छेले ती बेवाका ठाउँ बिहेको त नेगारहरूले लिनेले मलाई 2000 चाहिँ तल्लो कलम हो बिहान गएर बेलुका 2 घण्टा बजाए पनि 3 घण्टा बजाए पनि 2000 देखि 2500 3000 3500 4000 सम्म चाहिँ मैले ल्याएँ बजी 4000 सम्म आउँछ कुन ठाउँ पुग्नु भएको तपाईँ यहाँ झापादेखि झापा एरिया भरिदेखि मैले विराटनगर हैन चन्द्रगढी यहाँदेखि लानसम्म यहाँदेखि ताप्लेजुङसम्म ताप्लेजुङको एरिया सबै त माथि बजार एरिया हैन अनि इन्डिया 4 चोटी गयो इन्डिया पनि जानुभयो इन्डिया कुन ठाउँ जानुभयो इन्डिया हामीले त्यो माथि त्यो के भन्ने ठाउँ त्यो गयो है आसामतिर भुटानतिर गयो त्यता पनि जानुभयो कति कमाउनु भयो इन्डिया जाँदा इन्डिया जाँदाखेरि पनि त्यही 4000 4500 अब जाँदा यताबाट जाँदा को दिन झमक्कै हुन्थ्यो बजाइँदैन थियो अनि त्यहाँदेखि भोलिपल्ट 12-1 बजीसम्म त बजाउनु पर्थ्यो अनि 12-1 बजी बजाइदिएपछि अनि बिदा दिन्थे अनि आउँदाखेरि यहाँ जस्ट 2-2.5 बजी भनौँ न 4 बजीतिर यहाँ आइपुग्थ्यो यहाँनिर श्रीमतीलाई त सुखमा पाल्नु भएको थियो नि त नौमती बाजाहरू बजाएर बे बटुलोमा बोलाउन जाँदाखेरि तपाईँले चाहिँ तपाईँको श्रीमती इन्दिरालाई त धेरै मजाले पाल्नु भएको रहेछ सुखमा तर अहिले चाहिँ तपाईँको आफ्नै मामा ससुरसँग गई अचम्म लागेकोलाई त्यो बेला मलाई यस्तो हुन्छ यसरी बजार पर्छ होला यसरी मेरो मामा ससुराले लान्छ होला भन्ने चाहिँ मलाई 10 मनमा 1 मन थिएन र अनि पहिले पनि भान्जी यसरी लिएर हिँडेको रहेछ उसले पहिला पनि अनि उसको काचकिरीहरू सबै सकेका रहेछन् उसका दाजुभाइहरूले 5 तर याङनाममा अनि त्यसको अहिले दाजुभाइहरूसँग कन्ट्याक्ट दिम रहेछ अहिले उसलाई मर्यो अहिले चराचुरी बरु मरेर कुहिएला बरु त्यहाँ केहीले देख्ला मान्छेले देख्ला यता त्यता चराचुरी देख्ला तर उसलाई कसैले पनि नदेख्छ आफन्तले कसैले चिन्दैन क्रिया गरिसके उसले अब मलाई लाग्छ भान्जीहरू भान्जी बुहारी आफ्नो थपक्कै भान्जी आफ्नो चेली नचिन्नेले यसले
छोरी पनि यसले चिन्छ जस्तो मलाई लागेन। उसको छोरी पनि छ? 17 वर्षकी छोरी छ। सबै छन्? 17 वर्ष। आफ्नो आफन्त अलिकति उता लगे पदमजीले, आफ्नो आफन्त कोही पनि चिन्दैन नि? नचिन्ने रहेछ। भनेपछि यो रामकुमार महराले। जस्तो पदमजी श्रीमतीले दसैँको मुखमा छोडेर जाँदा त तपाईँलाई धेरै बिरह पनि लागेको छ अहिलेको, होइन? सोध्नै नसक्नु। मलाई घाम लागेको छैन, घाम लाग्यो, कडा लाग्यो, चर्को लाग्यो, आज यस्तो कडा पानी आउँछ होला भन्छ नि, तर मलाई लागे पनि मलाई छाया देख्छु मैले, होइन? तर मेरो आत्मामा मलाई घाम लागेको छैन अहिलेसम्म। के भयो के भयो मलाई यस्तो हुन्छ होला जस्तो। अहिले अनि घरमा छोराहरूलाई कसरी खाना खुवाउँदै हुन्छ? खाना म पकाइदिन्छु, छोराछोरीले अनि सँगै खाउन बाबा भनेर ठुलो छैन भन्छ, म एकछिनमा खान्छु नानी भन्छु, उनीहरूलाई अगाउँछु, उनीहरूलाई अगाउनु छ, उनीहरूलाई मैले बचाउनु छ एकमुठी सास। म त अब जे होला अब, होइन भन्छु, अब थामिएला अलिक छिपट हड्डिनु भन्छु, भरे खाउँ लागे भने चाहिँ खान्छु भन्छु, एकछिनमा खान्छु, भरे खाए जस्तो हुन्छ। खाँदै गएपछि एक दुई घाँस खाएपछि भत्तै फर्किन्छ, सबै अगाएर आउँछ, होइन? सम्झिँदा सबै सम्झेर आउँदाखेरि मन कटक। हजुर 50-55को सुँगुर थियो, किल्लाको थियो, 22 किलो मासु लागेको थियो, अरू सबै घरमा राख्ने भनेर। यो दसैँको लागि? हजुर। 22 किलोको 50-60 किलो चाहिँ सुँगुर अनि 22 किलो चाहिँ सालिने म त्यसै गर्थेँ। म गोस पनि गर्छु, गोस गर्छु, म भैँसीहरू चाहिँ काट्दिनँ। म सुँगुरहरू मलाई गाउँमा प्रायः काट्न बोलाउँछन् पनि, अनि बोलाउँछन् पनि त्यो एक दिन गएर एक दिनभरि लाग्दैन। बिहानदेखि 12 बजी 11 देखि 12 बजीसम्म काटेको 4 किलो मासु दिन्छन्। पदम सुन्दर मलाई 4 किलो मासु दिन्छन् चाहिँ रनपाली के भन्नुभयो? पदम सुन्दर दर्जी हो। पदम सुन्दर दर्जीले गाउँघरमा पनि गोस काम गर्थे। गोस गर्दाखेरि तिमीले नि अब नरम परम मिलाउँछौ, तिमी नि गोसमा गर्ने भन्छन्। अनि बिहान गएको 6-7 बजी गएपछि 11 बजी अब उहाँ खुवाइपाइ पनि गर्छन्, खुवाएर गरेर पनि 4 किलो मासु चाहिँ अनिवार्य। 4 किलो मासु लिएर घरमा आयो, घरमा परिवार पनि अगाउने मासु। अनि म बाहिर कमाउने बाहिर रमाउने खालको मान्छे होइन, म अर्कालाई किनेर पनि खुवाउँदिनँ र म अर्काको आश्वासन पनि हिँड्दिनँ र म अर्काको खाने खालको मान्छे पनि। जस्तो बिहे भोजमा तपाईँले यो नौमती बाजा बजाएर ल्याएका कमाएका पैसा चाहिँ नेपालमै कति पाउनुहुन्थ्यो? झापा एरियामा कता कता चाहिँ कति कमाएर ल्याउनुहुन्थ्यो? मैले अब त्यो टोटल अहिले हिसाब गर्दा त अब त्यो बिर्सि पनि सकियो, तर म जस आफ्नो सिजन आएका बेला त मलाई यहाँदेखि जाई पनि तान्छन्। बाजी सबैतिर तान्छन् बाजी। ती पैसाहरू पनि सबै श्रीमतीलाई दिनु? सबै दिन्थेँ। अब टिका लगाएको धरी पैसा ल्याएको पैसा पनि भोलि नानीलाई टिपिनी हुन्छ भनेर छोडिदिन्थेँ। बाजी म बोक्दिनँ थिएँ। मलाई आखिर घरको अब कारोबार गर्ने, घरको अब उ गर्ने, म त बाहिर अब जाने, बाहिर कमाएर ल्याउनेहरू, घरमा पैसा ल्याइ पनि दिने, ब्याङ्क जस्तो गर्थेँ म, जस्तो अब यो कलेक्सनमा हिँड्ने जस्तो। भनेपछि तपाईँलाई त्यो पैसा चाहिँ ल्याएर श्रीमतीलाई नै चाहिँ इन्दिरा परियालाई नै दिनुहुन्थ्यो। आशा थियो इन्दिराले घर रुङ्छे, घरमा चाहिँ थाम्चे, सबै चाहिँ इष्टमित्र थाम्चे, यसरी घरै छोडेर घरका चाहिँ चुलै उखालेर मामा ससुरोसँग भाग्छे भन्ने एक मनमा दुई मन पनि थिएन? त्यो थिएन। मेरो ठुल्ठुला अब सपनाहरू थिए। अब फागुनदेखि जस्तै माघ फागुनदेखि इनार खनेको जेठ अन्तिमसम्म जिम्मा दिन्थेँ। राम राम राम। 4वटा इनार खन्दाखेरि पनि 2टा इनारको हेल्परहरूले लगे भने पनि 2टा इनारको चाहिँ मैले 3 लाख चाहिँ चोखो पचाएर चोखो आउँथ्यो। त्यति चाहिँ मैले चोखो उसलाई दिन्थेँ। दिने गरेको पनि थिएन, गाउँभरि लाएको पनि छ। जस्तो एउटा इनार खन्दाखेरि कति कमाउनुहुन्थ्यो? एउटा इनार बराबर, एउटा साइड बराबर 250, 230, 220 होइन, 215 साइट हेरी हो। जस्तो अब डाँडा काँडा अब कति फुट तल जानुपर्ने, कस्तो खन्नुपर्ने, अब उचाइ निचाइ। जस्तो अब हामीले सनसरीतिर खन्यौँ भने, तल नारायण चोकतिर खन्यौँ भने अहिले हामी 170 भन्दा हामी खाना दिएर चियाखाजा दिएर हामी त्यहाँभन्दा सक्दैनौँ। अब यतातिर खन्नु पऱ्यो भने 250, 255 यता धेरै जानुपर्छ। यता हामीले 60-65 फुट त जानै पर्छ तल जाने। पानी कति निकाल्नुपर्छ तल? पानी हामीले एउटा मोटरलाई बिहान 7 बजी चलाएको मोटर बेलुका 5 बजी हामी निस्किँदाखेरि सुक्नु भएन। एउटा मात्रै होइन, 2टा मोटरै ल्याउँछन्। कमर पानी 2-2का मोटर ल्याउँछन्। 2को मोटरले 3को पानी फाल्छ। ती पैसा कमाएको पनि तपाईँले सबै श्रीमतीलाई? सबै। अहिले उसले बाहिर लाएको ओरेको पैसा नि मैले कमाएको पैसा। मैले पहाडबाट आउँदाखेरि एउटा नानी चेपेर मात्रै आएको, जेठो छोरो। यो मैले भिटा किन्नु ओर्नु, यतिको मैले यसो छाप्रो लाउनु ओर्नु चाहिँ मैले इनारबाटै गरेको। इनार खनेरै लाउनु भयो, घरहरू छाप्रोहरू बनाउनु भयो। मैले विदेश जानेलाई पनि पठाइदिएको छ, पैसा हालिदिएको छ होइन। जानेहरूलाई पनि गरेँ, जग्गा किन्नेहरूलाई पनि पैसा हालेको छ। मैले सबै मैले वरिपरि जस गाउँमा ब्याजमा मैले 2 रुपियाँ ब्याजले मैले पैसा लगाएको छु। तर श्रीमतीले नाकै काटेर नाकमै हगेर गई। यसरी नाकमै हग्छे, नाकै काट्छ जस्तो लाग्थ्यो कहिले जिन्दगीमा? थिएन। हाम्रो प्लान कस्तो थियो भने यो माघदेखि चाहिँ अब अहिले खोला खोलेपछि माघदेखि यो घर बनाउने, अनि यसलाई माथि छानो फ्याल्ने, पिल्लरबाट उचालेर लगेर छट हाल्ने, छट हालेर अनि माथि पिल्लर फेरि उँभो लाने छट लाएर, अनि त्यहाँदेखि यही डाँडा भाटाले फेरि माथि
छानो ठोक्ने त्यही बेर हाम्रो यो प्लान थियो श्रीमतीसँग ऊ थियो। तर आएर एउटा चाहिँ राक्षस जस्तो चाहिँ एउटा दानव जस्तो भएर आएर चाहिँ होइन अथवा कुनै एउटा मामा भान्जाको चाहिँ उयोमा कृष्ण र कंसको लडाइँ जस्तो नि भयो होइन त। मलाई भन्थे मामाको घोडा भान्जाको हि हुनु पर्यो, भान्जाको घोडा मामाको हि भयो। मलाई भन्थे ठेकदार हुनु, ठेकदार 15-16 वर्ष भयो ठेकदार भएर काम गरेको सुन्छौँ देख्छौँ हामीले होइन, साइडै पछि देख्यौँ पनि। एउटा स्कुटी त ल्याउनु कि बाइक ल्याउनु नि भन्थे। म त्यो दर्जामा पुगेको छैन। अर्काले हात्ती कुदायो भने हात्तीमाथि चढ्दिनँ, अर्काले प्लेनमाथि कुद्यो भने प्लेनमाथि कुद्दिनँ। जुन दिन मेरो घरहरू रिनोभेसन बनाउँछु त्यही दिन मात्रै मैले के जोड्नु पर्ने भने जोड्छु। स्कुटी ल्याउँछु, स्कुटी ल्याएर तिमीलाई सिकाउँछु, अनि त्यहाँदेखि तिमी स्कुटीमा नानी ल्याउन ओर्न सजिलो हुन्छ, कहीँ जान सहर बजार जान सजिलो हुन्छ होइन। त्यस पछाडि म बाइक ल्याउँछु। हो त धेरै हाम्रो कल्पना थियो, धेरै सल्लाह थियो। तर अनि उसको पनि भनाइ पहिले घर खरानीको डल्लै खरानीको डल्लै बनाउँछ जस्तो लाग्थ्यो तपाईँलाई जिन्दगीमा? थिएन, त्यो सोच नै थियो। मोबाइलमा चाहिँ मामा ससुरोसँग चुप्पा पनि खाएर होइन उनीहरू? त्यो मैले खाएको कसरी देख्यो? त्यो मोबाइलमा यसो गरेर गरेको देख्यो होइन, चुपचुप गरेको चाहिँ त्यति चाहिँ देखियो। राम्रो। श्रीमती आफ्नै अगाडि मामा ससुरसँग त्यसरी मोबाइल च्यापच्याप ल्यापल्याप गर्दाखेरि रिस उठेन त्यति बेला तपाईँलाई? मोबाइल मैले पछारिदिन्छु, मैले उ गर्छु भन्दाखेरि होइन, मैले त्यो बोलेकै होइन भनेर एकछिन चाहिँ जिदी तार्यो। अन्तिममा मामा ससुरसँग भर्यो अन्तिममा चाहिँ। दर्शक पनि हामी सँगै रहनु होला। अब के गर्ने त? इन्दिरा मामा ससुरासँग गई यिनी फर्की भने ल्याउन तयार हुनुहुन्छ तपाईँ? अब तत्कालीन आयो भने म स्वीकार्छु। यो नानीहरूको मुख हेरेर पनि मैले भित्रमा आइ भने अब आज भनेको कति 2 गते गयो होइन, आज चाहिँ 10 गते भइसक्यो। आज 10 गते भयो भनेपछि अब यो तत्कालीन असोज भरिमै आयो भने ठिकै छ। अब त्यहाँदेखि उता काट्यो भने चाहिँ म स्वीकार्दिनँ। कार्यक्रमको अन्तिममा छौँ। तपाईँको श्रीमतीले पनि हेर्दैछ, इन्दिरा चाहिँ नेपालीले, इन्दिरा जेस परिवारले मलाई फोन गरेको थियो। त्यो कुरा अहिले ल्याउनु ल, बोलाउनु घरसम्म आउनको लागि। कहाँ छेस आइज भन्नु। ल कहाँ छेस, कहाँ छौ आउनु होइन। जो सुन गनाहरू लगेछ सुन गनाहरू ल्याउने, त्यो पैसाहरू लिएर आउने। असर भित्रैमा आए म स्वीकार्छु, असर काटेपछि फेरि म स्वीकार्नु म गर्दिनँ, डिभोर्स पेपर माग्छु फेरि। लाखौँ दर्शकहरूले हेरेर साथ दिनुभएको छ। दर्शक पनि हामी सँगै रहनु होला। अब भने हामी चाहिँ झापाको बुद्ध शान्ति गाउँपालिका वडा 2 यो झम्के चोकबाट चाहिँ हराइरहेकी इन्दिरा परिवारका श्रीमान र चाहिँ इन्दिरा परिवारलाई पनि हामी फोनमा कुराकानी गराउनेछौँ। के कस्तो भयो सम्पर्क गराउनेछौँ। सम्पर्क भयो कि भएन ती भिडियो सामग्रीहरू पनि ल्याएर आउनेछौँ। हामी सँगै रहनु होला। भिडियो अन्तिमसम्म हेर्ने हाम्रो लाखौँ दर्शकलाई हृदयदेखि नै धन्यवाद दिँदै बिदा हुन चाहन्छौँ। हामी सँगै रहनु होला। अब भने हामी चाहिँ पदम दर्जी र इन्दिरा परिवारलाई हामी भेटघाट गराउने कोसिस गर्दैछौँ फोन मार्फत भए पनि।